नमस्ते। हाम्रो स्वास्थ्य बारे चिन्ता चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहेका सबै नेपालीहरूप्रति हामी आभार व्यक्त गर्दै यस महामारीमा दिनरात आफ्नो दायित्व र मानवीय कार्य गर्ने सबै अग्रपन्थीमा रहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी तथा सामाजिक कार्यकर्ताहरूमा हामी अन्तर आत्मादेखि धन्यवाद दिन चाहन्छौँ। अहिले हामी दुवै पूर्ण स्वास्थ्य लाभको क्रममा छौँ, तर देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौँ। महामारीको प्रक्रिया जारी छ। यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाह्य सहयोगको आवश्यक पर्दछ। प्राप्त अन्तर्राष्ट्रिय सहयोगको लागि पनि धन्यवाद दिन चाहन्छु। म तपाईहरू सबैसँग सुरक्षित, सावधान तथा स्वस्थ रहन आग्रह गर्दछु। उपचारको क्रममा रहनुभएका सबै नेपालीहरूको शीघ्र स्वास्थ्य लाभसँगै यो महामारीमा जीवन गुमाउनेहरूका आत्माको चिर शान्तिको कामना गर्दछु। श्री पशुपतिनाथले ती सबै परिवारमा धैर्य धारणको लागि शक्ति प्रदान गरून्। जय नेपाल।